हेलो गाइस, आज चाहिँ न्यू डे न्यू ब्लग। हजुरहरूले यति मेरो ब्लग हेर्नु भएको छैन भने मैले लिङ्क पनि राखिदिएको छु च्यानलको नाम। म चाहिँ अहिले हाल रोमानियाबाट। अनि हजुरहरू के गर्नु हुँदैछ भन्नु होला। अनि आज चाहिँ यहाँ रोमानियामा मार्केट जानलाई हामी ठिक्क परिराखेका छौँ। जुत्ता लगाएर थक्कसँगले मार्केट गएर सामान ल्याउनु पर्ने हुन्छ। अनि हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने एकचोटि गरेर हानिदिनु ल सबैजनाले। बेल आइकन पनि थिच्न नबिर्सिनु होला। र हजुरहरूले कस्तो लाग्छ हेर्नु होला। म चाहिँ अहिले हाल रोमानियाबाट। अनि यसो हल्का मार्केटको भिडियो ल्याउँ भनेको खासै खिच्नु पाउँदैन क्या। यहाँको चीहरूले कहिले देख्दैन क्या क्यामेरा गनमा। त्यही भएर डराउँछ। अब चाहिँ हामी लाग्यो मार्केटतिर। अब हाम्रो चाहिँ आज मार्केटको टुर छ। अनि हाम्रो लाफा म 10जना केटाहरूको ग्रुप हिँडिया हो। न्यू डे न्यू ब्लग कस्तो दिइरहेछ एकदम बवाल देखाएको छ। न्यू डे न्यू ब्लग। त्यही त न्यू डे न्यू ब्लग। ल भरे अब पानी सानी खानुपर्ने हुन्छ। यहाँ चाहिँ पानी सानी खाएर ठक्कसँगले मार्केट जानुपर्ने हुन्छ। पानी सानी ठक्क खाइयो होइन अलिकति। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ होला भनिदिनु होला होइन। ओ चाबी बोकेर त केटा चाबी ठक्क बोकेर चाहिँ हामी हिँड्यो मार्केटतिर होइन। गाइज कस्तो देखेको छ हौ आज। राम्रै देखिया होला देखिन चाहिँ। तर मैले किनेको छु सेल्फी स्टिक भिडियो भ्लग बनाउनलाई। अनि हाम्रो केटाहरू आउँदैछ। जे होस् चाबी खोल्नु पर्ने हुन्छ यहाँको ढोकाको चाहिँ बबाल। अनि यो चाहिँ हो हाम्रो रुम। बाहिर घाम लागिरहेको छ हौ। आम्मामा मस्त छ है। हेर्नु है यहाँको भ्यू कस्तो छ। दामी देखिरहेको छ बबाल छ क्या। अनि यता चाहिँ यो सबै हामी मान्छे बस्छौँ। यो चाहिँ पढ्ने स्कुल हो। अनि यो चाहिँ हाम्रो घर हो। हामी बस्ने अपार्टमेन्ट हो। अपार्टमेन्ट के घरै हो क्या। सानो 2 तले छ। जस बबाल छ। ल त गाइज भरे हामीहरू मार्केट छेउमै गएर भेटौँ है। यिनीहरू चाहिँ आज पाकिस्तानीको मार्केट यसो घुम्न जाउँ भनेर। रोमानियामा काम धाम छैन रनमती। जहाँ मार्केटले सामान खा पका त्यही त हो नि। अरू त के नै हुन्छ र। यहाँ हाम्रो केटाहरू छ अगाडि चाहिँ है। हेर्नु है 3 जना मसँग 4 जना हो। बबाल छ क्या दामी छ। अनि यतातिर चाहिँ नदी हो। यो चाहिँ यहाँको नदी। अनि हामी जाने भनेको चाहिँ उता हो उतातिर हो मार्केट। मस्त छ। हिँड्यो खायो पकायो त्यही त नि। अरू के नै छ र रोमानियामा रनमती। काम गर 5 दिन काम हुन्छ 8 घन्टा। के गर्नु हो कामै छैन रोमानिया भनौँ कसरी। तर आउनेहरूले आउनु होला किनकि खाडीभन्दा केही लङ लास्टिङ छ यहाँनिर। अलिकति राम्रो छ होइन। अनि हजुरहरू आउनु। अब त्यही हो रोमानियाको बसाइ। 4 महिना बित्न आँटिसक्यो होइन हाम्रो दिपक। 4 महिना बित्न लागिसक्यो। 4 महिना आज भन्दा भोलि भन्दा 2 वर्ष कोल्याप्स हुन्छ हो अब छिटै नै। बबाल छ है दामी छ है। छन चाहिँ भ्यूहरू। बबाल
नदी यो भयो होइन यहाँ नदी छ यहाँनिर बार छ यस्तो छ है अनि हामी चाहिँ उता जाने हो जान चाहिँ लाग्छ 5 उताबाट कप लाइन घुमेर आउने हो ठक्कसँगले ल गाइस परेवाहरू ठक्क यता परेवाहरू पनि छ हैन जे होस् दामी छ त्यही हो जो रोमानिया आउन चाहनुहुन्छ नि म जस्तै छिट्टो र चाँडो आउन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला मेसेज म चाहिँ 10 महिना लाग्यो ठ्याक्क रोमानिया छिरेपछि 2 वर्षमा काम चेन्ज गर्न मिल्छ सबजना 2 वर्ष पछाडि काम चेन्ज गर्ने ल गाइस अब चाहिँ हामी उता पर अलिक राम्रो ठाउँमा पुगेपछि भरै बनाउँ ल त यस्तो छ है गाइसहरू यहाँ चाहिँ भ्यू हैन राति चाहिँ बबाल हुन्छ हैन रातिको भिडियो चाहिँ आज मैले अपडेट गर्छु हेर्न नबिर्सिनु होला है सबजनाले भ्यू दामी देखिरहेको छ यो चाहिँ के हो होटल होला होटल अनि यहाँनिर चाहिँ यस्तो छ यो चाहिँ हामीहरू हिँड्ने ठाउँ हो अनि यहाँ माथि चाहिँ साइक्लिङ र गाडीहरू हिँड्छ अनि त्यहाँनिर हेर्नु नि बुढो पुरै वाक गरिरहेको छ दिउँसोको कति बजे भनेपछि 4 बजिसक्यो वाक गरिरहेको छ अनि यतातिरको चाहिँ यस्तो छ है रोमानिया कोलाई 8 लाख कोल्याप्स पारेर आउन मन छ आओ केटा हो खाडीमा हुने 60-70 हजार कमाउने चाहिँ नआओ नेपालका अब बेरोजगारीहरू त आउनै पर्यो त्यही त अब नयाँ मार्केट त यार मार्केटै छैन कहाँ जानु यार रोमानियामा यही खोलो भन्दा केही छैन यार दिमाग खराब छ यहाँ अनि यहाँनिर चाहिँ आज म हजुरहरूलाई भयो भने रक्सी यो ब्रान्डहरू देखाउँछु कि कस्तो हुँदो रहेछ ल गाइस हेर्नुपर्छ हल्का फल्का होइन नमतीलाई यही रुखहरू छ यही हिँड्ने ठाउँ छ यता खोलो छ पारिपट्टि यस्तो छ यही हो हाम्रो चाहिँ बस है अब नयाँ ठाउँ कहाँ जाउँदा यार अब थाहा पनि छैन अहिले खासै फेरि यहाँनिर बसमा अब पैसा नेपालको जस्तो तिर्ने हुँदो रहेछ एटिएम चाहिँदो रहेछ हाम्रो चाहिँ एटिएम छैन त्यही भएर घुम्न जानु पनि अलिक उ छ क्या उ रहेछ दामी छ है गाइस यहाँ हेर्नु ल गाइस यो चाहिँ यो रुख छ नि यो चाहिँ जस किम्मुको रुख रहेछ यहाँनिर हेर्नु ल म किम्मु टिप्छु एउटा फल यहाँ हेर्नु त यो चाहिँ किम्मु हो यहाँको ठक्कसँगले अब पाकेपछि खाना आउनु पर्ने रहेछ एक दिन अमिलो छ थट अहिले पाकेकै छैन जस किम्मुको रुख यत्रो छ सानो छैन त आम्मामा यो चाहिँ होइन त्यो परको चाहिँ ठुलो छ क्या यो चाहिँ धुपी जस्तो छ यसलाई चाहिँ बहिष्कार भनिन्छ क्या र यो चाहिँ बहिष्कार जस्तो छ यस्तै छ हौ रोमानियाको हल्लीचल्ली यही घर हो अलिकति सिटी भनेको यसो त्यहाँनिर अलिकति यसो डाङडङ डुङडुङ छ ठिकै छ भनौँ न यतिको रोमानियामा न्यू ब्लग है यो गाइस यहाँको पार्क हो है यस्तो छ है पार्क
यहाँ पर चाहिँ के हुँदैछ अहिले हेरौँला यो, किनकि हामी यता जाने अगाडि अनि त्यस पछाडि चाहिँ ठक्क यता आउँछौँ हामीहरू अहिले फेरि पल्लोपट्टि पाकिस्तानी मार्केटतिर। अब यहाँ जेब्रा क्रसिङ छ, तर यहाँ चाहिँ लाइट छैन। लाइट नभने रेड कलर छ भने चाहिँ क्रस गर्न मिल्छ के, व्हाइट र रेडले। त्यस्तो छ है गाइस रोमानियामा, काम दाम छैन। भ्लग बनायो हिँडो, हप्तामा 2-3 दिन छुट्टी हुन्छ। अनि यहाँनिर गाडी आइरहेछ, यो गाडी जान्छ अनि त्यस पछाडि हामीहरू